हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। सो आज चाहिँ म दिनभरि गरिएका क्रियाकलापहरू यस भ्लगमा देखाउने छु। लेट्स गो। फर्स्ट अफ अल म चाहिँ उठेँ र बिहानको भ्यू देख्न सक्नुहुन्छ। इट वाज अमेजिङ, वाउ। त्यसपछि उठिसकेर टक्कसँगले ब्रस गर्न थालियो। अनि ब्रस गर्दा गर्दै त्यहाँनिर आन्टी आउनुभयो। आन्टीले भन्नुभयो के हो यो, मैले भने क्यामेरा हो। सो क्यामेरा देखाइदिएँ हो अनि हाँस्नुभयो। त्यसपछि हल्का तातो पानी खाएर म लागेँ स्कुल ट्युसन पढाउन। 8 बजेसम्म ट्युसन पढाइसकेर म चाहिँ हतार 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 गर्दै धरानतर्फ लागेँ। मलाई चाहिँ पुग्नु थियो चोकमा। सो चोकमा चाहिँ हामीलाई डेलले पुऱ्याइदिनु भयो तोरी फुल्यो बारीमा। हेर्नुहोस्, यो जाडोको मौसममा चाहिँ घाम देख्दा पनि एकदम रमाइलो हुने क्या। अनि यो घामलाई इन्जोय गर्दै म चाहिँ लागेँ चोकतिर। अब यो गाडीको हालत चाहिँ यही हो। सो यो चाहिँ एसएन हाइवे बन्दैछ अनि यति धुलोले यति सताउँछ नि राम्रो राम्रो। आफ्टर हाफ एन आवर म चाहिँ क्लास आइपुगेँ। आज थियो हाम्रो म्यानुफ्याक्चरिङ प्रोसेसको ल्याबमा के हुन्छ म तपाईँलाई देखाउँछु। फर्स्ट अफ अल हामीलाई दिनुभएको थियो भर्नियर क्यालिपर, जसको मद्दतले हामीले निकाल्यौँ कुनै पनि अब्जेक्टको डेप्थ, डायमिटर आदि इत्यादि। यो बन्दुक जस्तो देखिने भर्नियर क्यालिपर डुङडुङ मेजर त गर्ने, तर कसरी गर्ने भन्ने कुरामा अलिक कन्फ्युजन भइसकेपछि हाम्रा साथीहरूले सिकाउँदै थिए। लगातार 3-4 घन्टाको क्लास भएका कारणले मेरो एउटा साथी चाहिँ पुरै झ्याप 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 भइरहेको थियो। हेरेर सक्नुहुनेछ एकदमै। 10 to 4 क्लास मैले अटेन्ड गरेर म लागेँ आफ्नो घरतिर। सी यू टुमारो गाइस।